यसरी पकाउनु साह्रै नै मिठो हुन्छ है साथीहरू। नमस्कार सबैजनामा, मेरो च्यानल अर्ग्यानिक लाइफ विथ इन्दुमा यहाँहरूलाई स्वागत छ। आज चाहिँ एकजना बहिनीले न्युरो टिपेर लिएर आउनु भएको रहेछ पाहाडतिरबाट। मैले पनि त्यो 3टा मुठा जति न्युरो राख्दै थिएँ साथीहरू। मैले चाहिँ हजुरहरूलाई यो न्युरोको मिठो रेसिपी बनाएर देखाउँदैछु। यो न्युरोलाई यसरी नुन छर्केर हल्का मनतातो पानी राखेर 15 मिनट चाहिँ छोडिदिनु पर्ने हुन्छ है साथीहरू। न्युरो बनाउँदा मलाई चाहिँ यसरी आलु राखेर पकाएको चाहिँ अति नै मिठो लाग्छ। त्यो चाहिँ कसैले आलु राखेर पकाउनुहुन्छ, कसैले राख्नुहुन्न। त्यो न्युरो चाहिँ 15 मिनट जति तातो पानीमा डुबाएँ मैले। अब चाहिँ यसलाई मजाले यसरी चिसो पानीमा खनाएर मजाले छमछम पखाल्दैछु है साथीहरू। मैले एउटा कराईमा यसरी तोरीको तेल राखेर तताइसकेको छु साथीहरू। अब यसलाई चाहिँ मैले यसरी सुकेको खुर्सानी राखिदिएँ, 5 पुरान यसमा राखिदिएँ। अब भने मैले यो आलु थोरै राखेर न्युरोभन्दा पहिला आलुलाई अलिकति भुटेर यो आलु ब्राउन भएपछि न्युरो राख्ने हो साथीहरू। र यसमा चाहिँ मैले अलिकति लसुन अदुवाको पेस्ट एड गरेँ। त्यसपछि आफ्नो स्वाद अनुसारको नुन, बेसार, यो मसलाहरू चाहिँ यसमा पाकिसकेको छ। अब यसमा मैले यसलाई न्युरो एड गर्न जान्दैछु साथीहरू। यसरी यो न्युरोलाई यसरी माथिबाट सरेर राखिदिने। थोरै चिनीको धुलो मैले यसमा एड गरेँ। न्युरो अब लगभग रेडी भइसकेको छ साथीहरू। यसमा चाहिँ मैले अब यसरी 2-3टा टमाटर काटेर एड गरेँ। अब एकैछिनमा चाहिँ मेरो न्युरो रेडी हुन्छ है। मेरो न्युरो चाहिँ यसरी रेडी भयो साथीहरू। अब यस्तै भिडियोको लागि हजुरहरूले मलाई मेरो च्यानललाई माया गरिदिनु होला। थ्याङ्क यू सो मच फर वाचिङ।